पढाइराख्नुभएका हाम्रा टिचर रविन्द्र मुनि सरको विदाई सम्मान कार्यक्रमको लागि हामी यहाँ उपस्थित भएका र धेरै खुसीको कुरा हो कि रविन्द्र मुनि सरले हामीलाई पनि मलाई पनि यो विद्यालयबाट पढाउनु भयो थियो। हामी पनि उहाँबाट धेरै नै राम्रो शिक्षा पाएका थियौँ र विगतका केही दिनहरूमा पनि रविन्द्र मुनि सर यही बबियाएकै निवासी भएको कारणले हामीलाई आफ्नो बालबच्चा जस्तै पढाइराख्नु भएको थियो र मलाई लाग्छ हाम्रो 1 नम्बरलाई मात्र होइन यो सरस्वती माविमा पढ्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नै विद्यार्थी सम्झेर पढाएर अघि सरले भन्नुभयो कोही के भन्नु कोही के भन्नु राम्रो ठाउँमा दियोस् यो विद्यालयबाट पढेर अगाडि बढिसक्यो र अहिले हेर्छु म विद्यार्थी भाइ बहिनीहरूमा अहिले सरहरूले कुनै पनि स्कुलमा पिटेर चाहिँ पढाउँदैन। तर हाम्रो पालोमा के थियो भनेदेखि लीला सर हाँस्नै लाग्छ जे होस् हामी डराउँथ्यौँ क्या सरहरूसित। हामीले लीला सरले पिट्दाखेरि हामी त पछाडि गएर बस्थे, कहिलेकाहीँ बाटो हेर्थे आज लीला सर नआओस्, तुलसी सर नआओस्, राजेन्द्र सर नआओस्, त्यति डर लाग्थ्यो क्या। तर राम्रो शिक्षा पाएपछि पढाइमा अलिक टाइलेन्ट भएपछि त्यस्तो अवस्था आउँदैन नि हो। त्यसकारण म विद्यार्थी भाइहरूलाई के भन्छु भनेदेखि पढ्दाखेरि ध्यान दिएर आफ्नो लागि पढाइ हो। दर्दियातले पनि त्यो अंश जस्तो फाटेर लिन सक्दैन र लीला सरले पनि त्यतिखेर हामीलाई जुन स्ट्रिक्टली पढाउँथ्यो र लीला सरमाथि हामी रिसाउँथे पनि है बडा मारेछ भनेर। तर उहाँले चाहिँ जे होस् हामी चाहिँ पढौँ सुध्रौँ र पढेर केही बनोस् भनेर नै उहाँले हामीलाई पिट्नुहुन्थ्यो कि। तर अहिले चाहिँ लीला सरलाई मै वार्ड अध्यक्ष भएर सम्मान गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ र सरहरूले राख्नुभएको कुरो अब कार्यक्रम राख्यो, प्रमुख अतिथि बनाइदियो अनि पेलेको पेले क्या यो भएन त्यो भएन। सर म पनि यही विद्यालयमा पढेर अहिले वार्ड अध्यक्ष भएको छु। मेरो पनि मनसाई छ कि यो विद्यालयमा केही गरौँ होइन। मैले गर्नसम्म टोयलेट मर्मत उतापट्टिको बनाएँ, यो जहाँ तोडफोड हुन्थ्यो भित्र छिर्तो तारजाली लगाए, हुँदाहुँदै योमा भनौँ न घुडा तिग्राभरि पानी हुन्थ्यो, विद्यार्थी भाइ बहिनीहरूलाई जान अप्ठ्यारो हुन्थ्यो, त्यो बनायो। पहल गरेर हामीले 3 कोठे भवन बनायौँ। उहाँले यस विद्यालयबाट पढ्नुभयो, यस विद्यालयमा पढाउनु भयो, पढाउनु मात्रै होइन कुशल प्रशासकको रूपमा उहाँले काम पनि गर्नुभयो। यसरी बबियामा जन्मेर बबियामा हुर्केर बबियाको बासी भएर उहाँले शैक्षिक क्षेत्रमा धेरै काम गर्नुभएको छ। यति मात्र होइन भाइ बहिनीहरू, उहाँले साहित्यका क्षेत्रमा साहित्यको एक नक्षत्रका रूपमा उहाँले आफूलाई खडा गर्नुभएको छ। मैले कक्षा 8मा पढाउने गर्दा पनि उहाँका साहित्यिक कृतिहरूलाई पढाउने गरेको थिएँ। चप्पल लगायतका धेरै लघुकथा, लघु नाटकहरू, गजल, कविता, गीत, फुटकर कविताहरू पनि लेख्नु भएको छ। यस्ता साहित्यका मूर्धनी धनी व्यक्तित्वलाई हाम्रो सरस्वती माविले हामीले यहाँ आज विदाई गर्न गइरहेका छौँ। सरस्वती माविले यस्तो व्यक्तित्वलाई जन्माएको रहेछ, विद्यार्थीका रूपमा जन्माएको रहेछ र शिक्षाका रूपमा पनि हामीले पाएका रहेछौँ। सरस्वती मावि भाग्यशाली छ, गौरवान्वित छ। यसरी उहाँबाट कति भाइ बहिनीहरूले पढ्नुभयो। मैले अघि बिहान सोध्दै गर्दा पनि हामीले 6 कक्षामा पढेका थियौँ भनेर कसैले भन्नुभयो, कसैले पढेर गइसक्नुभयो। जसले पढ्नुभयो उहाँका चुटकिलाहरू सुनेर पनि रमाइलो मान्नु भएको थियो। मैले सुने भाइ बहिनीहरूले उहाँले कहिले पनि निराश पार्नुहुन्न थियो, हामीलाई सधैँ हँसाउनुहुन्थ्यो। उहाँको हँसिलो मुद्राले हामीलाई प्रफुल्लित तुल्याउँथ्यो भनेर विद्यार्थी भाइ बहिनीहरूका पनि मैले कुराहरू सुनेको छु। यसर्थ यस्ता व्यक्तित्व हाम्रो बबिया स्कुलमा हुनुहुन्थ्यो र बबिया स्कुललाई उजागर राम्रो बनाउनु भएको थियो। र के गर्नु, समयको पाबन्दी, आफ्नो कार्यकाल 60 वर्ष पुगेपछि एक दिन पनि
हामीले यस विद्यालयमा वा कुनै पनि ठाउँमा कार्य गर्न पाइँदैन। यो शिक्षा नियमावलीमा उल्लेख गरिएको छ। यसकारण उहाँ सेवा निवृत्त भइसकेपछि पनि यहाँ आएर पढाउनु भयो। सरस्वती मावि यसमा ऋणी पनि छ र यसको मूल्य चुकाउँदै आज भाग्यले जुराएर यस सरस्वती माध्यमिक विद्यालयमा 2082 साल पुस 22 गते मंगलबारका दिन आज सरको विदाई कार्यक्रम हुन गइरहेको छ र हामी भाइ बहिनीहरू सबैले र सरस्वती माध्यमिक परिवार समस्त परिवारले सरको विदाई गर्ने हुनेछौँ र यस कार्यक्रममा आउनुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई र यस कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथिज्यू अतिथिगण र सम्पूर्णलाई यस कार्यक्रमको शोभा बढाइदिनु भएर कार्यक्रमलाई सफल पारिदिनु अन्तिमसम्म बसेर सफल पारिदिनुहोस् भन्दै यस कार्यक्रमलाई शोभा बढाइदिनु भएकोमा शुभकामना र धन्यवाद व्यक्त गर्न चाहन्छु र यस कार्यक्रमको अन्त्यसम्म बसेर कार्यक्रमको शोभा बढाइदिनु होला भन्दै यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइ अन्त्य। सिकाइ र पढाइको कुनै हद हुँदैन, सिकाइ र पढाइको कुनै हद हुँदैन। वास्तवमा एउटा मानवको जीवनमा सेवा र सम्मान भन्दा ठुलो कुनै पद हुँदैन। वास्तवमा एउटा मानवको जीवनमा सेवा र सम्मान भन्दा ठुलो कुनै एउटा पद। आदरणीय सभाका अतिथि विशिष्ट अतिथि उद्घोषकज्यू लगायत सम्पूर्ण गुरुवर्ग एवं उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू स्वीकार्नु म कक्षा 10 मा छात्र सुरेन्द्र यादवको तर्फबाट न्यानो अभिवादन। आज हाम्रो विद्यालयमा आयोजना गरिएको विदाई तथा सम्मान कार्यक्रममा मैले सम्पूर्ण विद्यार्थीको माझबाट आफ्ना भावनाहरू प्रस्तुत गर्ने अवसर पाएकोमा म एकदम नै हर्षित छु। आज हाम्रा आदरणीय गुरु जुन महापुरुषका रूपमा महाप्रतिभाशाली बहुप्रतिभाशालीका रूपमा चिनिनुहुन्छ हाम्रा आदरणीय गुरु रमेन्द्र कोइराला सरको आज विदाई तथा सम्मान कार्यक्रम हो। उहाँले मलाई स्वयं कक्षा 6 मा अध्यापन गर्नुभएको थियो। उहाँले पढाउने र सिकाउने तरिका लगायतका अन्य भौतिक परिवेशहरू अत्यन्तै सृजनात्मक र रचनात्मक खालका थिए। वास्तवमा उहाँको पढाइको तरिका वास्तवमा एउटा के छ भने प्रशंसाको योग्यको रूपमा रहेका छन्। उहाँले सम्पूर्ण विद्यार्थीहरूलाई दिएका उपदेश एक बुद्धले दिएको उपदेश जस्तै रहेका छन्। वास्तवमा उहाँको उपदेशलाई र उहाँको विचारलाई यदि हामीले आफ्नो व्यवहारमा उतार्न सक्यौँ भने पक्कै पनि हामी सम्पूर्ण विद्यार्थीहरूको जीवन के हुन्छ भने सफल हुन सक्छ। त्यसै गरी म कुनैचोटि भन्न चाहन्छु भने यो विदाई तथा सम्मान कार्यक्रमको आयोजना हुने भएमा यो म समस्त विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु र सम्पूर्ण सम्पूर्ण विद्यार्थीहरूलाई एउटा कुरा भन्न चाहन्छु कि यो जीवनमा शिक्षाभन्दा अरू कुनै ठुलो कुरा केही हुँदैन। यो धन सम्पत्ति यो सम्पूर्ण एउटा भनेको यथार्थ कुरा हो। जुन मानिसको जीवनमा शिक्षा छैन, शिक्षा बिनाको मानिस कुनै न कुनै रूपले पक्कै अपाङ्ग हुन्छ। जस्तै कुनै मान्छेको एउटा शारीरिक अङ्ग भङ्ग छ भने त्यो मान्छेमा यदि शिक्षा छ भने त्यो मान्छे भङ्ग छैन, भङ्ग छ भने त्यो मान्छे अपाङ्ग छैन। तर एउटा पूर्ण मानिस जसमा कुनै पनि शारीरिक कमी छैन तर उहाँ शिक्षाको कमी छ भने वास्तवमा ऊ मान्छे सम्पूर्ण थोकले अपाङ्ग भएको कुरा पुष्टि हुन्छ। त्यसैले म अन्त्यमा के भन्न चाहन्छु भने यो विद्यालय परिवारलाई धन्यवाद दिँदै र यो हाम्रा आदरणीय गुरु रमेन्द्र कोइराला सरको प्रगति होस्, उन्नति होस् र उहाँले यस्तै मेहनत र लगनशीलताको साथले सम्पूर्ण विद्यार्थीहरूलाई प्रेरणा दिउन् र यस्तै उहाँ जीवनमा आफ्नो अगाडि बढाउनु जति भन्दै म आफ्नो सब यहाँलाई पुर्याउँछु। धन्यवाद। प्रमुख अतिथि वडा अध्यक्ष विशेष अतिथि रमेन्द्र मुनि कोइराला विशेष मन्तव्य लक्ष्मण यादव उपस्थित हुनुहुन्छ। पूर्व प्रवक्ता इलान यादव पूर्व नेताजी यहाँ उपस्थित हुनु आज वास्तवमा भन्ने हो भने आज मलाई बोल्दा पनि आज 2 शब्द मलाई बोल्न पक्कै मन लागेको हो। जब रमेन्द्र सरको उहाँको जुन योगदान बारे हाम्रो पूर्व
सर कृष्ण सर र श्यामप्रसाद सरले अर्थात् पारिसक्नुभयो र मलाई व्यक्तिगत रूपमा भन्दाखेरि उहाँको योगदान चाहिँ मेरो जुन छ म माथि जुन उहाँले योगदान पुर्याउनु भएको उचाइ न बिर्सने खालको छ। वास्तवमा आज म जुन यहाँ यो स्कुलमा उपस्थित भएको छु र शिक्षक पेसामा छाया भएको छु उहाँको दिनले गर्दा नै हो। उहाँ यहाँ नहुँदा म यो स्थितिमा आज आउने म दिन जस्तो लाग्यो। उहाँले जुन पढाउनु भएको कक्षामा 7 देखि नै पढाउनु भएको उहाँले 7, 8, 9, 10मा जुन उहाँले पढाउनु भएको नेपाली विषय उहाँको अहिलेसम्म पनि यादै छ। उहाँको जुन कविता कथा उपन्यास धेरै कुराहरू पढाउनु भयो। अघि नै कृष्ण सरले भनिसक्नुभयो उहाँले पढाउने धेरै विद्यार्थी त्यो विद्यार्थीमध्ये म पनि एउटा विद्यार्थी उहाँको उपदेश अहिले पनि स्मरण छ। म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यो पनि भन्न चाहन्छु कि वास्तवमा एउटा अगाडि बढ्नलाई एउटा गुरु चाहिन्छ। गुरु नभएर अगाडि बढ्न सकिँदैन। त्यसैले म अहिले पनि धेरै कुराहरू आफूले नआएको कुरा अथवा आफू कुनै अगाडि बढ्नको लागि मैले गुरुहरूसँग परामर्श लिएको छु। मलाई जुन स्कुल मात्र होइन क्याम्पसमा पढ्दा पनि उहाँले मलाई पढाउनु भयो। व्याकरण पनि उहाँले नेपाली पढाउनु भएको अहिले पनि याद छँदैछ। त्यसै गरी अर्को कुरा मैले जब व्याचा सकेर प्राइभेटमा पढाउन थालेँ त्यति बेला पनि उहाँले जुन योगदान दिनुभएको अहिले पनि सम्झना छँदैछ। उहाँले भन्नुभएको बिरामी यो तिमी यो पेसा प्राइभेटमा छोडेर यहाँ आफ्नो करियर बनाऊ, पहिला तिमी आफ्नो जुन तिम्रो करियर छ पहिला करियर बनाऊ। उहाँको कुराले म काठमाडौँमा गएर डिग्री गरेँ। डिग्री गएर फेरि म आफ्नो आयोग तयारी गरेँ। आयोग तयारी गर्दा पनि उहाँको नेपाली विषयमा म र रमान सर 3 रात 4 रात उहाँको घरमा पुगेर सर म यो कसरी लेख्नु कुन तरिकाले लेख्नु आयोगमा उहाँले जुन मलाई साथ दिनुभएको उहाँको भनेको योगदान नबिर्सिने खालको छ। त्यसैले भन्दाखेरि अब म समयअनुसार उहाँको स्कुलको योगदान र मेरो व्यक्तिगत योगदान छ जति भन्दा पनि सब चाहिँ भेट्न सकिनँ। त्यसैले गर्दा म आज आफ्नो मन्तव्य पुर्याउँछु। धन्यवाद। 9 महिना 1मा निमा तहमा र मिति 2060 साल 12 महिना 27 गते मावि तहको नेपाली विषयमा स्थायी नियुक्ति भई निरन्तर 38 वर्ष लामो अवधिसम्म अध्ययन अध्यापन क्षेत्रमा पुर्याउनु भएको अमूल्य योगदानको कदर गर्दै साथै मिति 71/8/1 गतेदेखि मिति 73/8/30 गतेसम्म 2 वर्ष प्रधानाध्यापक जस्तो गरिमामय पदमा रहेर समेत नेतृत्व गरी विद्यालयको शैक्षिक उन्नयनका लागि गर्नुभएको अथक मेहनत लगन तथा कार्यको प्रशंसा गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। प्रधानाध्यापक उमेश प्रसाद यादव, त्यसै गरी वडा अध्यक्ष इन्द्रवा नगरपालिका 9 बसिरमुद्दिन मन्सुरी, त्यसै गरी निवर्तमान तथा वरिष्ठ माध्यमिक शिक्षक श्री तेज नारायण यादव उहाँहरूको संयुक्त हस्ताक्षरबाट यो सम्मान पत्र आदरणीय यस विद्यालयका उमेश प्रसाद यादव सरलाई प्रदान गर्न र ग्रहण गर्न सम्मानित व्यक्तित्व श्री रमेश सोला सरलाई अगाडि आएर ग्रहण गर्न अनुरोध गर्दछु। सबैजनाले थप्ली पिटेर सम्मान